जमिन र आसमानको के फरक देखाउनु। आफू त पातालमा गडिएर उत्रेको मान्छे, म केही कुराको बयान गर्न सक्दिनँ। म त एक्लै हराएको मान्छे। सबैलाई श्रोता साथीहरू स्वागत छ हाम्रो नयाँ भिडियोमा। म फेरि पनि नयाँ भिडियो लिएर आएको छु तपाईँहरूमाझ हैन। हिजो र अस्तिको रमाइलो लाइभ भिडियो त तपाईँहरूले देख्नु नै भयो होला। म अलिकति ओभरै कमेडी गर्छु है। सबैलाई श्रोता साथीहरूलाई नमस्ते नमस्कार ढोकदिया बिचमा दुई चारवटा कुरा ठोकदिया स्वागत छ आजको नयाँ भिडियोमा। सम्पूर्ण श्रोता साथीहरू म भन्न चाहन्छु, के भन्नु अब, भन्न त धेरै कुरा थियो नि अब, तर भन्दै गर्दा अब धेरै कुरा हुन्छ जाँदाखेरि भन्दै। अनि तपाईँहरूको हालखबर के छ? सन्चै आरामै हुनुहुन्छ होला बिचरा। हामी त अब राइदालो गर्ने मान्छे जस्तै हो बिचरा, कहिले यता कहिले उता, कहिले हुँदो कहिले माथि, कहिले अब भन्न नमिल्ने। अब त्यस्तै हो सायरी भन्न। अब भनौँ भने अब तपाईँहरू ठाउँ ढल्नुहुन्छ होइन। यत्तिकै सुतेर बसेर उठेर हगेर मुतेर बस्न नमिल्ने अवस्थाको मान्छे परे। अनि यस्तै छ जिन्दगी, एक्लै कटाउने। अस्तिको लाइभ सम्झेर हाँसो लाग्यो होइन मलाई। साथीहरू मजाले हाल्नुभयो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। यस्तै कमेडी हुन्छ हाम्रो लाइभ कुराकानीमा होइन। अब भिडियो पनि लिएर आउनेछु बिचमा डङरङ्ग लाएर तपाईँहरूलाई सपोर्ट गर्ने भनेर। अब सपोर्ट गर्न त अब त्यस्तै हो होइन। अब सकेसम्म गरिन्छ नि। यो चाहिँ हाम्रो घर यानि कि दिदीको घर हो। म चाहिँ एक्लै बसेर गर्मीको तालमा हावा खान बसिरहेको छु। हावा खाने होइन, शीतल ताप्न बसेको बिचरा म मान्छे, सोझो मान्छे परे। धेरै कुराकानी त गर्न जान्दिनँ नि म, सोझो मान्छेले। बतासैले हुँदैन नि मेरो कथा, कथाले कहाँ पुर्यायो जिन्दगी, कथाले कहाँ पुर्यायो जिन्दगी। कान मैदान हुँदै गयो चारतिर, तिमीसँगै हेर्दै हिँडे चारतिर। हेर मेरो हालत बिचक तालको हालत बिचरा। धेरै खाएर मोटाउने मान्छे मै हो, सोझो मान्छे। हल्का रमाइलो गर्न मन लाग्छ होइन। अब रमाइलो गरिदिए पछाडि हुबाद्रो गर्न त म एक नम्बरमा परेँ। अब हाँडा त परिहाल्छ तपाईँहरूलाई बिचरा, नहाँसिकन त बिचरा सुकै छैन। अनि अब लाइभ बस्यौँ भने अब दिउँसोको चोरको घाममा के लाइभ बस्नु बिचरा। अनि यसो पारदारीमा आएर टहलिँदै बसिरहेको छु। विषय पाउने कुरो केही पनि छैन। अब त्यही भिडियो बनाउने, डङरङ्गै लाउने, बस्ने। काम चाहिँ हात हल्लाए सुन्न, अरू चाहिँ केही पनि छैन। कसैको नि केही सुन्दिनँ। अब के भन्नु, के सुन्न पर्यो त, अरूको आफै बोल्ने भए पछाडि, आफ्नै सुने पछाडि अब अरूको त सुन्ने कुरै भएन। ठिक छ जिन्दगी। आकाशलाई हेर्छु सुनी बदल्यो,
भन न मिली। यस्तै छ जिन्दगी, यस्तै छ। मैले के लिएर आएको थिएँ? ल्याउन त सबै कुरो बिर्सिएँ नि होइन, सम्झिनु पनि हुन्न सबै कुरो। सबै कुरो सम्झेर फाइदा हुँदैन। के गर्नु अब सबै यस्तै हो बिचरा। सोझो मान्छे पर रियल लाइफ कुराकानीमा अब ढङ्ग लाएर हाम्रो लाइफ कुराकानीमा जस्तै हाम्रो भिडियोबाट पनि जोडिनु हुने सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद। अनि यस्तो वैशाख मासको समय पनि यस्तो गर्मी भइरहेछ, हपहप्ती भइरहेछ। हपहप्ती भएर के गर्नु अब, जे भए पनि अब भइरहन्छ। छोडिदिनु अब, अरू कुरा छोडिदिनु, मेरो कुरा सुन्नु होइन। मेरो कुरा केही पनि नसुन्नु बिचरा, सुन्नु पनि हुँदैन मेरो कुरा त। बिचरा म सोझो मान्छेको कुरा सुन्नु भने त तपाईँ त आधा पागल, महापागल, बिचरा अर्धा पागल, पुरै पागल हुनुहुन्छ। अब हल्का खोकी लागेको अवस्था होइन। अब लाइफमा अब कुन विषय लिएर तपाईँलाई हँसाउने बाटो, फसाउने बाटो, अनि त्यस पछाडि फकाउने बाटो भनेर भन्छु होइन। अब विषयहरू त धेरै हुन्छ होइन। अब कता कता लगा छाते हेका छाते लगा छाते पता त लत त हुन्छ। नाकको दुलो पनि के विधि ठुलो देखिया साँच्ची। नाकको दुलो ठुलो देखाउनु हुन्न बिचरा। साथीहरू बिचरा सोझो मान्छेहरू बिचरा भाग्छन्। बिचरा म कालो मान्छे, म सोझो मान्छे कि अब के बोल्न जान्दिनँ। बोल्न जाने पछाडि बोले पछाडि लका छत्ते हो, एका छत्ते हो, पचतत लततत हुने हो। यस्तै छ। तपाईँहरू के गर्दै हुनुहुन्छ होइन। अब केही भिडियोको बारेमा, अब भिडियो कसरी हाल्ने भन्नेको बारेमा अब जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो लाइभतिर जोडिनु होला। अनि त्यस पछाडि लाइभतिर जोडे पछाडि अब यसो हाँसो मजाक त भइहाल्छ जहिले पनि होइन। जहिले भए पनि अब हाँस्ने गरेर मुत्ने गरेर होइन, हँसाइन्छ होइन। मुत्ने गरेर हुने गरेर छेड्ने गरेर हँसाइन्छ लाइभतिर। सबै हाम्रो लाइभमा जोडिनु होला भन्न चाहन्छु होइन। अब थोरै थोरै भिडियो त बनाउनै पऱ्यो, डाल्नै पऱ्यो। अब के गर्नु, सर्ट भिडियो मात्रै बनाएर पनि नहुने रहेछ। अब लङ भिडियो पनि हाल्न सुरु गर्नु पऱ्यो। अब रेगुलर भन्नु पऱ्यो, हप्ताको 2-3वटा भिडियो लङ भिडियो आउनेछ 8-10 मिनटको। बिचरा झ्याउ नमानिकन हेरिदिनु होला है बिचरा। अब धेरै नभने 2-3 मिनट हेरिदिनु होला है। मैले केही छोडे त छैन। तलतिर बाल्टी छ, हाँसा काँटी छ। काँटी भएर पनि के गर्नु, सोझो मान्छे परे होइन। दाँत दुखेको छ के, दाँत दुखेको छ। बिस्तारै बोलौँ भने साथीहरू बिचरा ठाडो पछाडि लगाएर भाग्छन्। छिटो छिटो बोलौँ भने अब बिचरा साथीहरूले कति छिटो बोल्यो कि यही भन्छ। सोझो मान्छे परे अब छिटो बोल्न त जान्दिनँ म होइन। अब छिटो बोल्न त जान्छु, त्यही भएर त छिटो बोलेर बिचरा अब के गर्नु, सोझो मान्छे अब बिहान बजारतिर गएर आएको ढङ्ग लगाएर कपाल फिजाएर आएको मान्छे त बौसी जस्तो भएर बसेपछि होइन। के विधि कपाल फिजाइ कि भन्छन् होइन। अब कपालै यस्तो छ बिचरा सोझो मान्छेको कपाल। एका छत्ते लका छत्ते पता बनाउने हो नि त हामी त। बोले पछाडि त टाउको झाडी भयो क्या, टाउको झाडी भयो। ल न औषधि उपचार छ भने खोजिदिनु पऱ्यो टाउको बिचरा। टाउकोमा हात गएर बिचरा डेली बिचरा। अब के गर्नु, सोझो मान्छे पऱ्यो नि त। सोझो मान्छे परे पछाडि टाउको त अब यसै नै केलाइरहन्छु। केलाइरहे पछाडि अब के हुन्छ भन्ने कुरा थाहा होइन। शादी नै हुँदैन मेरो होइन। ओके छ त। सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हेर्नेलाई पनि नहेर्नेलाई पनि र म भिडियो बनाउनेलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन। सम्पूर्ण श्रोता साथीहरू मेरो च्यानलसँग जोडिन नभुल्नु होला। यसरी नै हामी रमाइलो कुराकानी गर्दै अगाडि बढ्दै गर्नेछौँ। र आजको लागि
यति नै बनाउन चाहन्छु। धेरै विषयवस्तु त ल्याउन जान्दिनँ कि म त सोझो मान्छे, विषयवस्तु नि ल्याउन त अब के गर्नु। झ्याउ लाग्छ झ्याउ भन्दा नि अब झ्याउ त झ्याउ ल्याऊ अब देऊ अब सबै कुरो हुन्छ राइँदालो हुन्छ। अरू कुरा पनि छ अब 2-3 दिन पछाडि अब 1-2 दिन आउँदिनँ लाइभमा पनि होइन। सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै माया भन्न चाहन्छु मुटु फुट्ने गरेर। थ्याङ्क यू सो मच भन्न चाहन्छु र आजलाई यति नै राख्न चाहन्छु भिडियोमा र भन्दै बाई बाई भन्न चाहन्छु। नमस्ते नमस्कार बाई बाई, शुभ दिन रहोस्। थ्याङ्क यू सो मच।